हेलो दर्शक नमस्कार अस्सलाम वालेकुम। अझै आज यहाँ एकजना आमा हुनुहुन्छ। उहाँ आमा चाहिँ हाम्रोमा महिनै एकतालि आउनुहुन्छ र उहाँसँग यसो भेटघाट दुःखसुखको गफ हुन्छ। उहाँ के गर्नु दबाई पानी गरेर जानुहुन्थ्यो। यसपालि चाहिँ आउनु नै भएन। उहाँ नआएपछि हामीलाई धेरै पिर भयो। आमा किन आउनु भएन भनेर म उहाँकै घरमा भिजिट गर्न आउँदाखेरि उहाँ धेरै अझै बिरामी हुनुहुँदो रहेछ। उहाँको अवस्था एकदम गम्भीर रहेछ। उहाँलाई देखेर हामीलाई पनि अलिकति अर्कै अनौठो लाग्यो। बिचरा महिनैपछि उहाँ आउने हुनुहुन्थ्यो। यसपालि सवा महिना जति हुन लागिसक्यो, आउनु भएन। अनि म आफै आएँ हेर्नलाई। उहाँको अवस्था कमजोरी बढ्दै गयो, अब खराब हुँदै गयो। उहाँलाई दमको बिमार छ। दमको दबाई त्यसै पनि महँगै हुन्छ अब होइन दर्शकबिन। मैले चाहिँ उहाँलाई जे होस् मैले सक्दो कोसिस गरिरहेको छु। उहाँको दबाई पानीहरू मेन्टेन गर्दैछु। तर सधैँभरि अब अलिकति पुग्दैन पनि हुँदैन पनि। म साथीभाइहरूलाई पनि रिक्वेस्ट गर्छु, यस्ता मान्छेलाई देख्नुभयो भनेदेखि अलिकति सहयोग गर्ने कोसिस गरिदिनु हुन अनुरोध गरेँ। हस्, म तपाईँहरूलाई उहाँको अवस्था देखाउँदैछु कस्तो अवस्था छ भनेर। आमै अस्सलाम वालेकुम। उहाँको अवस्था एकदमै राम्रो छ। कस्तो हुनुहुन्छ अहिले? सन्चो बिसन्चो? कतिको गाह्रो छ? बहुत गाह्रो। दर्शकबिन उहाँलाई बोल्न पनि एकदम गाह्रो भइरहेछ। र उहाँले भन्नुहुन्थ्यो, अहिले भर्खर मलाई भन्नुभयो कि एक दिन त मलाई यस्तो पनि भयो कि म साडी च्यातेर पनि ठिक पारेमा झन्डिएर मर्छु भन्ने कुरा गर्नुभयो। मैले सम्झाएँ उहाँलाई, झन्डिनु पर्दैन आमा, तपाईँ लागेको खर्च म बेहोर्छु। जबसम्म जिन्दगी रहन्छ तबसम्म तपाईँलाई म सहयोग गर्छु भनेर चाहिँ मैले उहाँलाई भनेँ। र उहाँ झुन्डिनुहुन्न। पक्कै पनि म आशा गर्छु त्यसरी आत्महत्या गर्नु हुँदैन आमा। ल, आत्महत्या गर्नु हुँदैन। आफूलाई सन्चो बिसन्चो भएमा मलाई कसैको हातबाट खबर पठाउनु, फोन नम्बर राख्नु, मलाई फोन गर्नु। ल, म दबाई पानी गरिहाल्छु नि है। अहिले के खानु मन लागेको छ? बिस्कुट खान मन लाग्यो। अनि अरू के भन्नुभयो? अबका जामु दवा लिमु आमु खाइदाइने आसमु हो। त्यसले गर्दाखेरि दर्शकबिन उहाँले भन्नुभयो मलाई बिस्कुट खान मन लाग्यो, फलफ्रुट खान मन लाग्यो। फलफुल पनि अब 1000 टका दिलो दवा लिम ना उला किन्नु। हो 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 हो। त्यसले गर्दाखेरि उहाँलाई चाहिँ छुट्टै गाडी भाडा छुट्टै दिएपछि त्यो दबाई खाने पैसा बाँच्यो होइन। अनि बिस्कुट खान दिएको पैसा पनि छुट्टै, त्यो पनि बाँच्यो। त्यसरी फारू गरेर चलाउनु पर्यो होइन आमा? चाहियो भने फेरि मलाई भन्नु है त। यसो गरी दर्शकबिन अब कुराकानी यही भयो कि उहाँसँग मैले कुराकानी धेरै बेर गरिसकेँ। र भिडियो लामो भयो भनेर कतिपय साथीहरूले त्यतिकै भगाइदिनुहुन्छ। उहाँहरूले हेर्न चाहनुहुन्न, किनकि हाम्रो अलिकति दुखित भिडियोहरूलाई भिडियो खिच्दा अलिकति लामो पनि हुन्छ। दर्शकबिन त्यो लामो भिडियो भयो भनेर चाहिँ तपाईँहरू फर माथि सार्ने काम चाहिँ नगरिदिनु होला होइन। यो भिडियोलाई राम्ररी सोचेर सम्झेर र सबैमा आज यो भिडियो पुरै पनि दिनु पऱ्यो, सबैमा सेयर गरेर पुर्याइदिनु पऱ्यो। र यस्ता आमैहरूलाई सकेसम्म सहयोग पनि गर्नु पऱ्यो भन्न चाहन्छु म। हस् त दर्शक। ल ल आमा गएँ ल, अब राख्छु, फेरि आउँछु है त म। हाँस्दै हुनुहुन्छ। अब चाहिँ हाँस्नु भयो। ए ल।